किन छुटेन? अघि मैले छुट्टा छुट्टै परमेश्वर हो भन्दाखेरि कसले हो भनेको थिएँ नि, होइन है? त्यो तिनका चाहिँ कहिले पनि छुट्दैन। त्यो यति विश्वास गर्नुहोस् तपाईँहरूले। यो भित्तो एउटा जे छ नि सिमेन्ट, उनीहरू यसलाई अलग गर्यो भने यो यस्तो अस्तित्व रहन्छ, रहँदैन। त्यो भएर परमेश्वरको आदिले पिता पुत्र र पवित्र आत्मा उहाँको जुन व्यक्तित्व छ, जुन गुण छ, जुन स्वभाव छ अनि जुन पर्सनालिटी छ, त्यो चाहिँ कहिले पनि परिवर्तन हुँदैन। त्यसलाई कहिले पनि छुट्याउन सकिँदैन। त्यसैले यहाँ के भन्दछ त? एक परमेश्वरको नाममा बत्तिसमा देऊ भनेर भनेको छैन। हालेलुया। कसको नाममा भनेको छ त? पिता पुत्र र पवित्र आत्माको नाममा बत्तिसमा देऊ। त्यो भएर के भयो त? तिनटामा एक भयो कि भएन? तिनटामा एक भयो नि, होइन? तिनटा चाहिँ के भयो? अदृश्य स्वरूप भयो। तिनटा चाहिँ गुण भयो, तिनटा चाहिँ स्वरूप भयो, तिनटा चाहिँ व्यक्तित्व भयो। तर अस्तित्व चिनिने नाम चाहिँ के भयो? एक परमेश्वर। हालेलुया। बुझ्नुभयो? अल्छी लागेको छ? अब अर्को कुरा यहाँले बुझ्न के जरुरी छ भने पिता परमेश्वर, हेर्नुहोस् है, पिता परमेश्वर, प्रभु येशू ख्रीष्ट, पुत्र प्रभु येशू ख्रीष्ट परमेश्वर एक होइन है। पिता परमेश्वर, कुरा बुझ्नुहोस् है, पिता परमेश्वर, पुत्र येशू ख्रीष्ट परमेश्वर होइन। पुत्र येशू ख्रीष्ट पवित्र आत्मा परमेश्वर पनि होइन र पवित्र आत्मा परमेश्वर पिता परमेश्वर पनि होइन। तीन त तीन हो, यसभित्र तीनै छ, तीनटै व्यक्तित्व छ, तर पिता छुट्टै हो, फरक हो। पुत्र छुट्टै हो र पवित्र आत्मा पनि छुट्टै हो। यिनीहरू फरक फरक परमेश्वर हुन्, भित्र चाहिँ एउटै छन्। मिलेर उहाँहरू काम गर्नुहुन्छ, एक अर्काको सम्मान गर्नुहुन्छ, उहाँहरू समान हुनुहुन्छ, कोही ठुलो सानो छैन, होइन? मिलेरै काम गर्ने हो। तर उहाँहरूको पर्सनालिटी र गुण र व्यक्तित्व चाहिँ फरक फरक छ। त्यसले गर्दाखेरि पिता पुत्र होइन, पुत्र पवित्र आत्मा होइन, पवित्र आत्मा पुत्र। बुझ्दै हुनुहुन्छ नि, होइन? किन त? यसको पनि जवाब छ। जवाब बेगर त बोल्नै हुँदैन त। शिक्षकले जवाब बेगर बोल्यो भने यो शिक्षकको दण्ड हामीलाई आइलाग्छ। तपाईँहरूभन्दा घनघोर दण्ड, किनभने मैले दिएको जवाबले तपाईँहरू बिग्रिने हो नि त, होइन? यसले तपाईँहरू विश्वास गर्दै हुनुहुन्छ भने यही मैले गलत जवाब दिएँ भने के होला त मेरो हाल? म त नर्क होसित। त्यसले गर्दाखेरि होइन, यसको जवाब चाहिँ के हो त? कसरी पिता पुत्र र पवित्र आत्मा फरक छ? उहाँहरूको गुणै फरक छ, स्वभावै फरक छ, तरिकै फरक छ, विचारै फरक छ। हेर्नुहोस् है कसरी फरक छ। युहन्ना उत्पत्तिखेरि नपढ्नुहोस्, यो लामो होइन। परमेश्वरले, परमेश्वर पिताले है, परमेश्वर पिताले पुत्रद्वारा, बुझ्नुहोस् है, परमेश्वर पिताले पुत्रद्वारा सारा सृष्टि गर्नुभयो। को द्वारा? पुत्रद्वारा। हो कि होइन? कसरी हो भनेपछि त कसरी सोध्नु पर्यो त? ल भन्नु कसरी? त्यसको पनि पुष्टि छ बाबा, त्यसको पनि पुष्टि छ र त कसरी भन्दैछु त? तपाईँले नभने बित्तिकै त मैले पुष्टि गर्नु पर्छ। ल परमेश्वर अदृश्य रूपमा नो 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 अनि पुत्रलाई पठाउनु भयो। नो 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 नो, त्यो एन्सर होइन, त्यो एन्सर गलत हो। यहाँ के भन्छ भन्दाखेरि पिता परमेश्वरले सबै सृष्टि गर्नुभयो, पुत्र येशू ख्रीष्टद्वारा सृष्टि गरेको हो। वचनको येशू ख्रीष्ट हो, पुत्र हो वचन। त्यही वचन चाहिँ के आउनुभयो? देहमा आउनुभएको, मानिसको रूपमा आउनुभयो। वचन सारा सृष्टि भयो।
भएको हो राजा। त्यसरी बुझ्नु पर्यो क्या हामीले। बुझ्नुभयो अब? अब कार्य फरक पर्छ कि रहेछ? पिताको कार्य के रहेछ? एउटा योजना बनाउने। गर्ने कसले गर्नुभएको रहेछ? अनि पिता परमेश्वरले के गर्नुभयो? पुत्रलाई धरतीमा पठाउनु हो। रियालिटी हो नि त। अघि पनि बाबुले भन्दै युहना 3:16 होइन? युहना 3:16 हो। परमेश्वर पिताले पुत्रलाई के गर्नुभयो? बलिदानको लागि धरतीमा पठाउनु भयो। पापको छुटकाराको लागि, मान्छे जातिका लागि। अनि पुत्रले चाहिँ के गर्नुभयो? अब कामको फरक। उहाँले त पठाउनु भयो। अब पुत्रको फेरि छुट्टै कार्य छ। पुत्रले चाहिँ पृथ्वीमा आएर मानिस जस्तो हुनुभयो। 100% मानिस है फेरि उहाँ। यसरी बुझ्नु होला। उहाँ 100% मानिस हो र 100% परमेश्वर हो। यस विषयमा कुनै दिन बचन आउला। उहाँ 100% मानिस हो, 100% परमेश्वर हो। तर उहाँ 100% मानिस भएर उहाँ परमेश्वरको त्यो शक्ति चाहिँ थिएन। त्यो पनि आउँछ। शक्ति चाहिँ उहाँले लिएर आयो भने जब उहाँले बत्तिसमा लिएर ढुकुरको पवित्र आत्माले बास गर्नुभयो नि उहाँलाई, त्यस पछाडि मात्रै उहाँले सेवकाईमा छिर्नु भएको छ। त्यसपछि मात्रै उहाँले शक्ति प्राप्त गर्नु भएको छ। नभए तपाईँ हामी जस्तै नर्मल मान्छे हो, तर पवित्र हो। हालेलुया। यसको विषयमा कुनै अहिले होइन, होइन? पुत्र परमेश्वरले के गर्नुभयो त भन्दाखेरि तपाईँ हाम्रो पापको छुटकाराको निम्ति चाहिँ यो पृथ्वीमा आएर के गर्नुभयो? निष्पोटमा भएर बलिदान गर्नुभयो। हालेलुया।